हेलो गाइस, हामी चाहिँ दिदिङमा अहिले घुम्नको लागि आएको छौँ। अब घुम्नको लागि हामी चाहिँ डाँडा गाउँ जाँदैछौँ भ्लग बनाउनको लागि। हामी हिजो नै अरुण थर्ड गएर केराबारी सुरुङ हेरेर आइसकेको छौँ। अब फेरि हामी यहाँ घरबाट निस्किसकेको छौँ। निनीकोबाट हामी सबैजना, निनीहरू, भाइहरू, उसैहरू सबैजना हामी चाहिँ निस्किसकेको छौँ है गाइस। हेर्नु होला, ठाउँ यस्तो छ है, चाहिँ दिदिङ माङटाङखा केराबारी। हामी घरबाट चाहिँ निस्किसकेको छौँ सबैजना घुम्नको लागि। हामी हिजो चाहिँ गाडी रिजर्भ गरेर आएको थियौँ। हामी चाहिँ घरबाट निस्किसकेको छौँ भ्लग बनाउनुको लागि चाहिँ। हामी माथि यो दिदिङ साइडमा हामी डाँडा गाउँ जाँदैछौँ है। त पुसाइहरू अगाडि बढिसक्नुभयो। हेलो पुसाइ। हेलो। हामी कहाँ गएको अरे? उकालो। हामी चाहिँ यस्तो सिँढी चढेर उकालो जाँदैछौँ है। दिदिङ यो पारी माङटाङखा पारी यो के गाउँ भन्छ, यता चाहिँ यो के भन्छ यो उताको ठाउँ? याफु डाँडा भन्दा रहेछ यो। यता चाहिँ याफु चाहिँ हामी चाहिँ डाँडा गाउँतर्फ लाग्दैछौँ है गाइस। सबैजनाले हेरेर रमाइलो गर्नु होला। निनीहरू आउँदै हुन्छ यहाँबाट देखिनु होइन। हामी सबैजना भाइहरूसँग, निनीहरूसँग हामी चाहिँ यो दिदिङमा डाँडा गाउँ घुम्नको लागि जाँदैछौँ स्कुलतिर। हेलो सुमेरु। हेलो, हाई गर। हाई, के छ? ठिक छ। हामी कहाँ गएको अरे? कहाँ गएको हामी? डाँडा गाउँ स्कुल है। दिदिङको चाहिँ हामी डाँडा गाउँ स्कुल जाँदैछौँ घुम्नको लागि है। बाटो यस्तो रहेछ दामी। पछाडि निनी पनि आउँदै हुन्छ, दुईजना निनी पुसाइ पनि आउँदै हुन्छ, पछाडि हुनुहुन्छ। यता हेर, के छ? हामी घुम्नु जाने है। यस्तो सिँढी चढेर जाँदैछौँ है। हामी चाहिँ अहिले छौँ दिदिङ आएको पनि 2 दिन भइसक्यो है। दिदिङबाट चाहिँ हामी दिदिङ माङटाङखाबाट चाहिँ हामी माथि डाँडा गाउँ स्कुल भन्ने ठाउँमा घुम्नको लागि जाँदैछौँ। सबैजनाले लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला है। कस्तो छ त मावला? कस्तो लाग्यो? राम्रो लाग्यो। कतिको हिँड्नु पर्दा रह मावलामा? धेरै हिँड्नु पर्दा रह। कसरत हुन्छ है। पछि ब्रिटिस आर्मी भइन्छ नि त हो पछि। हामी चाहिँ जङ्गलको बाटो धमाधम जाँदैछौँ है। तल छोडिसक्नु भन्ने नि पुसाहरू, हिँड्ने बानी नभएर 12 वर्ष पछाडि आउनुभएको छ। घुम्नु धेरै चर्को भइराखेको होला हाम्रो निनी पुसाइ भाइहरूलाई। हाम्रो ब्रिटिस त हिँडेको यो हो, मावलाको देखि हिँडेको हो। मावला मजा लाग्यो अरे, हरियाली। कस्तो लाग्यो अरे मावला? यता हेर्दैौ न त। राम्रो लाग्यो। हिँड्नु पर्ने रह नि 4 पाउले। ल गलेर चाहिँ उका 4 पाउले हिँड्नु थालिसकेको छ है। लडिन्छ नि ल बिस्तारो। जङ्गल हेर्नु है साथी हो, पातले घारी। यहाँ चाहिँ पछि डामाडोल च्याउ पलाउँछ है, ताप्लिङ च्याउ। सबैजना खोज्नु आउनु होला। दसैँ च्याउहरू ठ्यामठुम पलाएको रहेछ, तर सबै खाइसक्नु भएछ। स्कुल हेर्ने हो कस्तो रहेछ डाँडा गाउँ स्कुल हेरौँ। गलेर हत्तु भइसक्यो है साथी हो। हिँड्दा हिँड्दा हिँड्दा
ससुरालीको बसाइ कस्तो हुँदैछ त पुसाइ? बेटर छ है? ल तान्नु पर्ने भयो मैले चाहिँ तान्दैछु पुसाइलाई। 12 वर्ष पछाडि आउनु भएको छ ससुराली घुम्नको लागि। आमामा यस्तो जङ्गल बाटोहरू हेरौँ, यस्तो ठाडो उकालो सिँढीसँगको छ। रोड भन्ने त छैन, यहाँ त माथि निस्किनु पर्छ। हे तल आउँदै हुन्छ है साथी। हाम्रो भाइ त दमादम उता हिँडेकै 4 पाउले भएको युके लाग्ने अरे हाम्रो भान्जा र ट्रेनिङ पुरै हुँदैछ। लाउरे हुने अरे पछि। ओ हामी बल्ल 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 साथी हो रोड निस्केको छौँ। रोडदेखि फेरि हामी तेर्सो लाग्नेछौँ। यहाँबाट स्कुल जानु चाहिँ कति टाइम लाग्छ? 1 घण्टा 10-11 मिनेट हो। सानो बेलाको सबै स्कुल चाहिँ उपराने हो। आमा त पार्सल जाने। बुबुले लगेर गयो त्यहाँबाट तिमीहरू। आमा त यहाँबाट तेलो लगेर म चाहिँ स्कुल हेर्न जाने। फेरि गाई सिँढी चढ्नु पर्ने अवस्था आइसकेको छ हाम्रो चाहिँ, होइन? अब यता तेल्लो त के अरे उता जाने रे हो त्यो हो। स्कुल नजाउँ। हामी चाहिँ हिँड्दा बल्ल 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 तल केराबारी बेसीदेखि हामी तेलुवा भन्ने ठाउँमा निस्किसकेको छौँ। डाँडामा आइसकेको छौँ। यो केराबारी बेसीदेखि चाहिँ माथिदेखि चाहिँ 10-15 मिनट आधी घन्टा हिँडेपछि तेलुवा भन्ने ठाउँमा आइँदो रहेछ। हामी चाहिँ तेलुवा भन्ने ठाउँमा निस्किसकेको छौँ। ठाउँहरू यस्तै रहेछ साथी हो। तेलुवा भन्ने ठाउँ रहेछ साथी हो। यो चाहिँ रोड यही रहेछ तेलुवाको। हामी हिजो गाडी रिजर्भ गरेर यहीँबाट आएको थियौँ है पुसाइ। यो बाटो हामी गाडी रिजर्भ गरेर हिजो यही बाटो आएको थियौँ। अनि गाडी चाहिँ फर्किसकेको छ। फेरि हामी भोलि फेरि रिजर्भ गरेर खादबारीतर्फ लाग्नेछौँ। खादबारीदेखि झापा सम्मको यात्रा हामी गर्नेछौँ, तपाईँहरूलाई देखाउने नै छौँ। फलाइचा रहेछ यहाँ चाहिँ। यो कहाँ जाने बाटो हो, यो रोड रहेछ सानो। यहाँ पर रातो एउटा के भवन रहेछ, के को भवन हो। डाँडा काँडा हेर्नुहोस् साथीहरू, हरियाली फोटो खिच्दै हुन्छ यता। तेलुवाको डाँडा है, गाडी आउँदैछ। तेलुवाको बाटो रहेछ यो चाहिँ। पर देखिने चाहिँ डाँडा रहेछ। हामी चाहिँ फेरि जाँदैछौँ। तेलुवाको डाँडा है साथी हो यो चाहिँ। तेलुवाको डाँडा आइपुग्यौँ। घुम्दै हामी म त चिसो लागिरहेछ आइसक्रिम नखाने। तेलुवाको पसलमा हामी चाहिँ चिसो खानु लाग्यौँ है।
है तेलुवामा यता पनि बिल्डिङ साइड त्यो तेलुवामा दानाको रुखहरू पाउँदो रहेछ साथी हो। हामी चाहिँ खानु सुरु भइसकेको छ है आइसक्रिमहरू। अलिकति आइसक्रिम लाउनु त नि लु सबैजना उठौँ उसाइ सबै नै त्यही हो फाइन परिन्छ है त्यस गरेर भुइँमा नराखौँ। तेलुवा घुम्नु आएको त लास्टै चिसो रहेछ साथी हो। आइसक्रिमतिर पो लाग्यो हामीलाई। कसरी कोटा चाहिँ घुमेर डाँडा गाउँ स्कुल घुमेर हेरेर फर्किँदैछौँ है। हामी चाहिँ अब हेरेर घुमेर फर्किसकेका छौँ। हामी जाँदैछौँ भाइहरू चाहिँ गइसकेको छ अगाडि होइन। हामी रोड झरिसकेको छौँ अब है। सबैजनाले भिडियो हेरेर सेयर लाइक र सब्सक्राइब गरिदिनु होला है। हामी चाहिँ अब घर पुग्न लाग्यौँ। हामी जाँदैछौँ घुमेर आइसकेका छौँ। हामी चाहिँ हिजो हामी चाहिँ किराबारी गइयो, आज चाहिँ हामी डाँडा गाउँ गएको थियौँ। गएर हामी चाहिँ फर्किँदैछौँ है त। अब घरको ओह्रालो सिँढी झर्दैछौँ है। यस्तो सिँढी छ बाटो चाहिँ होइन। हामी घुम्नको लागि आएको थियौँ दिदिङ केराबारी हिजो घुम्यो, आज माथि डाँडा गाउँ स्कुल घुम्यो, चुचेढुङ्गाहरू घुम्यो है। अब हामी चाहिँ घर आइपुगिसकेका छौँ, ओह्रालो झर्दैछौँ है। हामी चाहिँ डाँडा गाउँ घुमेर आइसकेको छौँ। यता बेबेहरू मिमीहरू बसिराख्नु भएको छ। हामी चाहिँ घर आइपुगिसक्यौँ। खाजा खाँदै हुनुहुन्छ बेबेहरू है। हाम्रो निनी आएर हतार हतार खाजा बनाउनुलाई आगो फुक्नुलाई रेडी हुँदै हुनुहुन्छ भित्र है। हामी आइसक्यौँ। हेलो के छ ठिक छ? ज्वरो अलिक घट्यो ल ठिक छ। हामी चाहिँ घुमेर आइसकेको छौँ। फेरि पनि घर आइपुगिसकेको छौँ। यता बेबे मिमी ममाहरू हुनुहुन्छ। हामी चाहिँ घर आइपुगिसकेका छौँ है। बेबे बेबे दिउ खाँदै हुनुहुन्छ, खाजा खाँदै हुनुहुन्छ। अब हामी चाहिँ खानुको लागि उता निनीले धमाधम पकाइराख्नु भएको छ है साथी हो। निनी के गर्दै हुन्छ? जाम पकाउने ल। खाजा खानुपर्छ है। हामी अब खाजा साजा खाने, जाम पकाउने। जाम भनेको चाहिँ हाम्रो थुलुङमा चाहिँ अब भातलाई चाहिँ जाम भनिन्छ है गाइस।